अगाडिबाटै सम्बोधन गरिदिनु हुने हाम्रा आदरणीय वक्ताहरू, आदरणीय सर हर्कबहादुर छेत्री, डाक्टर हर्कबहादुर छेत्री, देशभक्त दाजु, हामीसँग साथी प्रताप खाती पनि अखिल भारतीय गोर्खा लीगलाई प्रतिनिधित्व गरेर उपस्थित हुनुभएको थियो, तर उहाँको स्वास्थ्य अलिक कमजोर भएको हुनाले आजको सभालाई सम्बोधन गर्नु भएन र सभालाई सम्बोधन गर्नुभन्दा अगाडि म पनि साह्रै स्वस्थ चाहिँ छुइनँ र छोटोमा धेरै कुरा समेट्ने इच्छा राखेर सर्वप्रथम हालै आएको पहिरोमा ज्यान गुमाउने पीडितहरू अनि उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उन्मुक्ति अभियानको तर्फबाट उहाँहरूको समवेदना सँगसँगै त्यो दुःखमा हामी पनि सम्मिलित छौँ भन्ने सन्देश दिँदै म छोटोमा धेरै कुराहरू भन्न चाहन्छु। यो म उभिसकिसकेपछि पक्कै पनि यो मान्छेले उसको मुद्दा नै बखान्ने भन्ने कुराहरू होला, तर यो उन्मुक्ति अभियानमा आइसकिसकेपछि सिक्किम दार्जिलिङ एकीकरण भनेर मेरो अलग्गै पहिचान भएको भए पनि आज हामी एकीकरणको कुरा चाहिँ नगरौँ र उन्मुक्ति अभियान के हो भन्नेतर्फ चाहिँ म दुई चारवटा कुरा भन्न चाहन्छु। हालमा जुन चाहिँ टिस्टामा बाढी पहिरो आयो है, बाढी आयो, त्यत्रो धेरै हाम्रा मान्छेले क्षयक्षति बिहोरे, ज्यान गुमाउनु भयो। यो 2023मा पनि भएको थियो, सोही दिन अक्टोबरमा नै। त पार्थक्य त के हो त? खोला एउटै छ, त्यसको स्रोत एउटै छ, टिस्टा हो। टिस्टा खोला उड्दैन आइसकेपछि जुन चाहिँ त्यहाँनिर एउटा ताण्डव मचियो। हाम्रा टिस्टावासीहरूले, त्यो क्षेत्रका दाजुभाइहरूले, परिवारहरूले जुन प्रकारको क्षति बिहोर्नु भयो, त्यसमा सरकारको रवैया बारे म यो प्रत्यक्ष प्रसारणबाट तपाईँको ध्यान आकर्षण गराउन चाहन्छु। अघिल्ला वर्षमा पश्चिम बङ्गाल राज्य सरकारबाट बाढी पीडित, पहिरो पीडितहरूलाई त्यस्तो प्रकारको सहयोग भएन अनि वास्तवमा यसलाई राष्ट्रिय आपदा भनेर चाहिँ घोषणा गर्नुपर्ने हो। त्यही बाढी, त्यही पहिरो, त्यही दुर्घटना अलिक पर त्यही टिस्टा खोला सिक्किमलाई चाहिँ राष्ट्रिय आपदा घोषणा गरेर त्यहाँ पीडित परिवारहरूले क्षतिपूर्तिहरू पाए। त्यो हामीलाई पनि लागेको थियो। त्यही खोला, त्यही बाढी, त्यही प्रकारको प्राकृतिक आपदा, तर हामी यता बङ्गालमा बसेर चाहिँ त्यो राष्ट्रिय आपदाभित्र हामी पर्न सकेनौँ। खुल्दुली भयो अनि त्यसको लागि चाहिँ हाम्रा सांसद, दार्जिलिङ क्षेत्रको सांसद, लोकसभा सांसदले स्पष्टीकरण दिनुभयो। राज्य सरकारले यसलाई रिकमेन्डेसन फरवर्ड गरेन, यसलाई केन्द्र सरकारलाई चाहिँ राष्ट्रिय आपदा घोषणा होस् भनेर चाहिँ पत्र नै पठाएन। त्यस कारणले केन्द्र सरकारले यसलाई चाहिँ, यो क्षेत्रलाई चाहिँ, पश्चिम बङ्गालको टिस्टा क्षेत्रलाई चाहिँ त्यो राष्ट्रिय आपदाको सहुलियत चाहिँ दिन सकेन। यसमा दोष पश्चिम बङ्गाल सरकारको छ भनेर भन्यो। सिक्किममा किन आयो राष्ट्रिय आपदाको सहुलियत, त्यसको क्षतिपूर्ति? सिक्किम सरकारले चाहिँ घोषणा गरिदियो, भनिदियो। अब यो राजनीति हो कि सरकारको कुदृष्टि हो कि हामी दार्जिलिङवासीप्रति यो सदैव भइ नै राखेको छ। बङ्गालबाट उम्किने हाम्रो अभियानलाई नयाँ चोट, नयाँ ऊर्जा पनि यही टिस्टा बाढीको प्रकोपले हामीलाई प्रदान गरेको छ। यसपालि हेर्नुहोस्, यसपालि पनि त्यही 4 अक्टोबरमा त्यस्तै प्रकारको भीषण क्षतिहरू, ज्यानमालहरू त्यहाँनिर गयो। मान्छेले धेरै त्यहाँनिर क्षतिहरू भोग्नु पर्यो र
सिक्किममा चाहिँ त्यो प्रकारको दुर्घटना भएन। अनि अहिले राज्य सरकारको मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो एउटा के बयान जारी गरिन् भनेदेखिलाई सिक्किममा चाहिँ यो बाढीको मूल कारण चाहिँ के हो? सिक्किम सरकार हो। सिक्किममा 14वटा त्यहाँनिर के छ ड्याम बनिराखेको छ। त्यो उनीहरूको कुराहरू हामीले आरिस गरेको होइन, तर त्यो बाढीको कारणले यहाँनिर त्यो टिस्टाबाट चाहिँ एकदम बाढी आइराखेको छ। त्यो टिस्टा त बङ्गालमा बग्छ मात्रै, त कारण चाहिँ के हो? सिक्किम हो। अब यो मन्थन गर्नुपर्ने कुराहरू टिस्टाको कारण सिक्किमको कारणबाट त्यो बग्यो, त्यस कारण हामीले यहाँनिर आपदाहरू घोषणा गर्नु पनि अनुचित हो के हो भन्ने कुरामा गोलमोटो र ट्यालटोलको कुराहरू त्यहाँनिर आयो। टिस्टाको पानी बढेर आउनु सिक्किमको त्यो लोवर ड्यामले हरे, त्यस कारणले त्यहाँनिर ऊ आएन, क्षयक्षतिको कुराहरू आएन, क्षतिपूरणको कुराहरू आएन। तर बालासन खोला त बगायो नि। बालासन खोलाले त्यहाँ दुधे पुल भत्कायो, त्यहाँ पनि धेरै उपद्रवहरू मचायो, जीवनमा सङ्कट ल्यायो, धेरैको ज्यान गयो। अनि बालासन खोला चाहिँ सिक्किमभित्र पर्छ, सिक्किमले ल्याएको हो त्यो बाढी। यो के हो त? राज्य सरकारको यो प्राकृतिक प्रकोपमा पनि हामीमाथि कुदृष्टि रहेको छलङ्गै भयो। अहिले फिलहालको कुरा, अगाडिको धेरै कुराहरू छ, तर यसपालिको ताजा कुराहरू। दुधेको पुल भत्कायो, त्यो त सिक्किममा परेको पानीले, सिक्किममा भएको त्यो ड्यामहरूले त होइन नि त। त्यसमा चाहिँ खोइ त आपदा उसले घोषणा गरेको। यस्तै प्रकारको राज्य सरकारको, पश्चिम बङ्गालको सरकारको चाहिँ हाम्रो क्षेत्रमा, हाम्रो जातिमाथि सदैव कुशासन चलेकै हो भन्नुको तात्पर्य यस्तै कुशासन चाहिँ अब हामीले कुनै पनि दृष्टिकोणबाट, कुनै पनि कोणबाट चाहिँ भोग्नु नपरोस् र हामी बङ्गालबाट चाहिँ छुटिन चाहन्छौँ। र यो छुटिने कुरामा अघि हाम्रा दाजुहरूले भन्नुभयो, साथीहरूले भन्नुभयो, हामीले धेरथोर प्रयत्न गऱ्यौँ, हामी एकजुट भएर पनि कोसिस गऱ्यौँ, तर सफल भएनौँ। कारणहरू धेरै नै उहाँले बताउनु भयो। तर हामी बङ्गालबाट छुट्टिनै पर्छ कुनै पनि अवस्थामा, कुनै पनि अर्थमा भन्नुको लागि चाहिँ सिक्किम दार्जिलिङ एकीकरण मञ्चले चाहिँ बङ्गालबाट छुट्टिनु चाहिँ यो हाम्रो धर्म हो र सिक्किम दार्जिलिङ एकीकरण चाहिँ धर्मनीति हो भनेर भन्दै आएका थियौँ। अब यो उन्मुक्ति अभियानले पनि सोही अनुरूप बङ्गालबाट छुट्टिनै पर्छ र हामीलाई उन्मुक्ति चाहेको छ भन्ने कुरामा यो अभियान चलाएको हुनाले अब उन्मुक्ति अभियानको पनि के हो? बङ्गालबाट छुट्टिनै पर्छ भन्ने कुरा चाहिँ के हो? धर्म हो। हामी बङ्गालबाट छुट्टिनै पर्छ। यो प्रत्येक बङ्गालको कुशासन भोगेका पीडित तपाईँ हामीले यसलाई चाहिँ उन्मुक्तिलाई चाहिँ हाम्रो धर्म मान्नुपर्छ। छुट्टिनै पर्छ, बङ्गालबाट छुट्टिनु चाहिँ हाम्रो धर्म हो भन्ने कुरा कायम हामीले मनन गर्नुपर्छ। अब गोर्खाल्यान्ड किन भएन, छैटौँ अनुसूची किन हुनु सकेन, अब यो बङ्गालबाट कसरी छुट्टिनु, सबैजना यसका नेतृत्वहरू, यसका पक्षधरहरू एक ठाउँमा उभियौँ हामी कि जबसम्म हामी एक हुँदैनौँ, हाम्रो अभियान एक ठाउँमा आएर अडिँदैन, हामी कमजोर हुन्छौँ, हाम्रो अभियानले एउटा निकास पाउन सक्ने छैन। र हामी सबैजना आफ्नो मुद्दालाई एकछिन पर राखेर जनताको हितमा, जनताको हकमा कसरी काम गर्न सक्छौँ भन्नुको लागि कमन मिनिमम प्रोग्राम भन्ने अघि हाम्रो हर्क सरले पनि भन्नुहुँदै थियो। कमन सबैलाई चाहेको उन्मुक्ति हो। आएर बहस गरौँ, छलफल गरौँ, एउटा बाटो निकालौँ भनेर हामीले उन्मुक्ति अभियान चाहिँ सुरु गरेका हौँ। यसमा धेरै विरोधाभास पनि भइराखेको छ, नबुझेका कुराहरू धेरै छन्। यो उन्मुक्ति अभियानले एकल नेतृत्व चाहिँ स्वीकार गरेको छैन, गर्दैन पनि। यहाँ कसैलाई सुपर हिरो बनाउने पनि होइन। यो अभियानमा, यो उन्मुक्ति अभियानमा कुनै पनि पार्टी, कुनै पनि मुद्दा बोकेका नेतृत्वहरू आउन सक्छन्। आफ्नो पार्टीको झन्डा पनि बोकोस् उनीहरूले,
त्यो कुरामा सबैजना हामी स्वतन्त्र छौँ। तर कसरी बङ्गालबाट छुटिन सकिन्छ त्यो कुरा चाहिँ मूल मुद्दा हो। हामीलाई सबैलाई चाहेको कुरा चाहिँ के हो? उन्मुक्ति हो। बङ्गालको कुशासनबाट हामीलाई चाहिँ उन्मुक्ति चाहेको मूल कुरा यो हो। त्यसमा टेक्निकल कुराहरू धेरै छ। हामीले बुझाउन नसकेको कुराहरू अथवा उनीहरूले बुझ्न नसकेको कुराहरू अथवा उनीहरूले बुझ्न नसकेका कुराहरू पनि होलान्। आपसमा बहस गरौँ, आलोचना गरौँ, तर्क गरौँ, बहस गरौँ र कुन चाहिँ माध्यमबाट हामी बङ्गालबाट छुटिन सक्छौँ यो कुरालाई चाहिँ हामीले अहिले चाहिँ प्रमुखताका साथमा अगाडि लिएर हामी काम गरि नै राखेका छौँ। अब बुझ्दाखेरि सबैभन्दा सजिलो त अब सिक्किमपट्टि फर्किनु भन्ने कुराहरू अघि डाक्टर हर्क सरले पनि आफ्नो तार्किक पक्ष राखिदिनु भयो, सजिलो। देशभक्त दाजुले पनि राखिदिनु भयो। अब राष्ट्रियताको कुरा गर्दाखेरि राष्ट्रिय नेताको म तपाईँलाई सानो कुरा गर्छु। अघि यहाँनिर मोदी सरकारको पनि कुरा चल्यो। अब यो मोदीका सपना मेरो सपना भन्ने कुरा पनि आयो। अब मोदीको सपना मेरो सपना चाहिँ के चाहिँ हो त? कसरी उसले सपना पुरा गर्ने हो? त्यसको सङ्केतहरू यसरी भइराखेको छ भनेर देशभक्त दाजुले भन्नुभयो। अब सबैभन्दा ठुलो कुरो हाम्रो एसेसमेन्टमा हामीले विचार गरेको कुराहरू मोदीको मनमा अब केही पनि छैन। हाम्रो प्रधानमन्त्री, भारतको प्रधानमन्त्री, ऊ बिजेपीको प्रधानमन्त्री मात्रै होइन नि, हाम्रो पनि प्रधानमन्त्री हो, भारतको प्रधानमन्त्री हो। बिजेपीले त उसलाई चाहिँ एकदमै पिन्जरामा छेकेर हाम्रो प्रधानमन्त्री भन्ने कुरा गर्छ। तर समस्त भारतवासीको प्रधानमन्त्री हो नि त। र भारतको प्रधानमन्त्री मोदीको मनमा के होला त? अब केही पनि छैन। उसको मनमा जे थियो उसको कार्यकालमा काश्मीरलाई के गर्यो? अलग्गै एउटा काश्मीरको जुन चाहिँ एकाधिकार थियो 370 त्यो पनि हटाइदियो। त्योभन्दा अगाडि राम मन्दिर पनि जुन चाहिँ उनीहरूको अभियान थियो त्यो पनि सफल बनाएर गऱ्यो। अब उसको यो फुल फ्लेजेड गभर्मेन्ट हुँदाखेरि एकदमै उसको पक्षमा सबै जनताहरू पनि भएको हुँदाखेरि चाहिँ अब उसको मनमा एउटै कुरा हुनसक्छ, मेरो कार्यकालमा अथवा भारतीय जनता पार्टीको कार्यकाल जबसम्म राष्ट्रमा रहन्छ तबसम्म चाहिँ सिक्किम जो अहिले अपूर्ण राज्य छ, अपाङ्ग राज्य छ, त्यसलाई चाहिँ पूर्णाङ्ग राज्य बनाउने एकदमै संवैधानिक रूपमा त्यसलाई चाहिँ भारतको आफ्नो अङ्ग बनाउने उसको मनमा छ। जबसम्म यो उसले पुरा गर्दैन तबसम्म यो मनमा उसले यो तुस बोकेर चाहिँ बसिराखेको हुन्छ, हिँडिराखेको हुन्छ। र भारतीय जनता पार्टीले वास्तवमा यस विषयलाई लिएर गम्भीरतापूर्वक काम गरेको छ कि छैन तपाईँ हामीले पनि एसेसमेन्ट गर्ने कुरा हो। जबसम्म सिक्किममा 371 रहन्छ तबसम्म सिक्किम भारतको पूर्ण राज्य हुँदै होइन। त्यहाँनिर अहिलेसम्म सिक्किमको अर्को सरकार चलिरहेको छ। सिक्किममा दुईटा सरकार छ, छोगलको सरकार पनि छ, छोगल आज छैन तर छोगलको सरकार चलिरहेछ। किन भन्दाखेरि छोगलले बनाएको कानुन 371F त्यहाँनिर जिउँदैछ र सिक्किममा दुईटा कानुन चल्दैछ, एउटा भारतको कानुन चल्दैछ, एउटा छोगलको कानुन चल्दैछ। भनेपछि भारतको कानुन त्यहाँ कसरी चल्ने? जबसम्म भारतको कानुन चाहिँ सिक्किममा पूर्ण रूपमा चल्न सक्दैन सिक्किम भारतको अङ्ग नै होइन, त्यो टाँसिएको मात्रै हो, एनेक्स्ड। र पूर्ण रूपमा भारतले सिक्किमलाई आफ्नो अङ्ग बनाउन चाहन्छ। यो चाहिँ प्रधानमन्त्री मोदीको सोचाइमा छ, हाम्रो एसेसमेन्टमा। अब यो टेक्निकल कुराहरू हामी भन्दैछौँ उन्मुक्ति अभियानको तर्फबाट आउनुहोस् बातचित मारौँ। जुन चाहिँ सरकारले, जुन चाहिँ विपक्षीले तपाईँहरूको 6 सेड्युललाई चाहिँ पूर्ण रूपमा अस्वीकार गरिदियो, युपिए हुँदाखेरि विरोध गर्यो। कसले? एनडिएले गरेको हो नि त। एनडिए जो आज के छ केन्द्रमा छ उसैले नै विरोध गरेर चाहिँ 6 सेड्युल रोकिएको हो नि। भनेपछि आज केन्द्रमा बिजेपीको सरकार हुँदाखेरि उसले रिजेक्ट गरेको, उसले स्वीकार नगरेको त्यही 6 सेड्युल फेरि उसले इम्प्लिमेन्ट गर्छ।
उनीहरूको ठाडै छोप्छ त फेरि युपिए गभर्मेन्टले हामीलाई चाहिँ बनाउनु नदिने तिमीले यसो बनाउने भन्ने कुराहरू यस्तो टेक्निकल कुराहरू आएर हामी समाधान गरौँ छलफल गरौँ यो कुराहरू बहस गरौँ सजिलो हेरौँ भन्ने कुरा। अब म गोर्खाल्यान्ड पन्थीका साथीहरूलाई पनि भन्छु तपाईँहरूको गोर्खाल्यान्ड त सुरक्षित छ नि हो सिक्किममा सुरक्षित पो छ त बाटो फेरौँ न त। बङ्गालले जब चाहिँ बङ्गभङ्ग होवेन विभाजन होवेन भनेर के अरे प्रस्ताव ग्रहण गरेको छ हामीसँग दुईवटा प्रस्ताव छ एउटा बङ्गाल सरकारले पारित गरेको अर्को सिक्किम सरकारले। बङ्गाल सरकारले के पारित गरेको छ भनेदेखिलाई बङ्गभङ्ग होवेन रक्त दिबो विभक्त दिबो न भन्ने उनीहरूको सिद्धान्त छ। अर्कोतर्फ सिक्किमले चाहिँ गोर्खाल्यान्डको प्रस्ताव पारित गरिसकेको छ। सिक्किमले गोर्खाल्यान्डको प्रस्ताव पारित गरिसकेपछि हाम्रो लागि गोर्खाल्यान्ड यो तपाईँको भावनामा छ गोर्खाल्यान्ड तर ल्याउनुहुन्छ कसरी सिक्किम सरकारसँग बात मार्नु पर्यो नि त। यो हामी गोर्खाल्यान्ड पन्थीहरूलाई गोर्खाल्यान्ड माग्ने साथीहरूलाई जसको भावनामा एकदमै गोर्खाल्यान्ड छ अघि देशभक्त दाजुले भन्नुहुँदै थियो तपाईँहरूको सूत्र के छ गोर्खाल्यान्ड ल्याउने हामी पनि गोर्खाल्यान्डलाई विरोध गरेका छैनौँ नि गोर्खाल्यान्डै भनेर भन्नुहोस् किन गोर्खाल्यान्ड यहाँको मान्छेको जनभावनासँग जोडिएको छ तर ल्याउने बाटो त सिक्किमतिर पो त हो त। सिक्किम सरकारले त अलरेडी के गरेको छ प्रस्ताव पारित गरेको छ यता चाहिँ बङ्गालले चाहिँ बङ्गभङ्ग होवेन भनेर चाहिँ प्रस्ताव पारित गरेको र गोर्खाल्यान्ड पन्थी साथीहरूलाई आउनुहोस् हामीलाई चाहेको उन्मुक्ति हो तपाईँको गोर्खाल्यान्ड त त्यहाँनिर छ हामी बात मारौँ भन्ने कुराहरू हाम्रो। हामी कसैको विरोधमा छैनौँ कसैको समर्थनमा छैनौँ अनि संयुक्त अभियान सामूहिक नेतृत्वमा अगाडि आएर छलफल गरेर चाहिँ अब हामी बङ्गालबाट छुट्टिनै पर्छ भन्ने अभियानमा यो उन्मुक्ति अभियान सुरु गरेका छौँ। यसमा हामीसँग धेरै साथीहरू थिए छन् उनीहरू कतिवटा कार्य व्यस्तताले गर्दा आज उपस्थित हुन सक्नु भएन तर हाम्रो टोली ठुलो छ अनि म जनता जनार्दनहरूप्रति भन्छु हामीलाई राजनीति गर्नु छैन हामीलाई धर्मनीति गर्नु छ अनि धर्मनीतिको अभियानमा यस्ता साना ठुला व्यवधान अडचनहरू आइराखेको हुन्छ हामीमाथि नि त्यो अडचनहरू आउन सक्छ सम्भाव्यता छ त्यो तर हामी डगमगिँदैनौँ। हाम्रो अगाडि भारतको संविधान छ सत्यमेव जयते भन्ने कुराहरू छ र संविधानलाई अगाडि राखेर हाम्रो कार्यक्रम हामी गरि नै रहेको छौँ। अनि उन्मुक्ति अभियानमा बङ्गालबाट यो भूभागलाई हाम्रो क्षेत्रलाई कसरी बाहिर निकाल्ने भन्ने कुराको मोटामोटी रूपरेखा खाका भन्छ नि त्यो तयारी भइसकेको छ हामीले तयार गरिसकेका छौँ। यो भूभागलाई बङ्गालको कुशासनलाई यहाँबाट कसरी उम्काउने हामीसँग एकदमै पूर्ण रूपमा छलफल गरी यसरी है भनेर चाहिँ हामीसँग टेक्निकल कुराहरू कन्स्टिट्युसनको कुराहरू हामीले बहस गरेर त्यहाँनिर एउटा फर्मुला तयार गरिसकेका छौँ। त्यो आगामी दिनमा हाम्रो कार्यक्रमले निरन्तरता दिँदाखेरि त्यो तपाईँहरू हामी बताउँछौँ। र अहिले चाहिँ सर्वप्रथम जनताहरूमा एक प्रकारको निराशापन छाएको देख्यौँ। बङ्गाल सरकारको विकासपन्थी नेतृत्वहरूले अर्को फेरि यो विकास भएन हामी यसरी गर्छौँ भन्ने प्रकारले त्यहाँनिर राजनैतिक अभियान चलाएर तलमाथि गर्ने यहाँ उथुलपुथुल मचाउने कार्यक्रमहरूमा चाहिँ अहिले चाहिँ जनता निराश भएका देख्दा यो है हामी पनि छौँ यहाँनिर मुद्दा छ यो तरिकाले हामी बङ्गालबाट उन्मुक्त हुन चाहन्छौँ भन्ने सोचाइमा चाहिँ अगाडिबाट नै अनुभवी दिग्गज यो क्षेत्रसँग सम्बन्धित धेरै कुराहरू अध्ययन गरेको हामीसँग साथीभाइहरू हुनुहुन्छ र हाम्रो पहिलो प्रयास तपाईँ हामी उन्मुक्ति अभियानसँग प्रत्यक्ष रूपमा जोडेर आफ्नो ढङ्गले हामी पनि गलत हौँला उन्मुक्ति अभियानको सोच पनि गलत हौँला तर हामीलाई बाटो देखाइदिनुहोस् औँलाइदिनुहोस् त्यसका लागि तपाईँहरूसँग हामी तर्क गर्न आलोचना गर्न बहस गर्न सदैव सहयोग गर्छौँ। तर जबसम्म हामी आपस्तमै टाढो टाढो बसेर आफ्नो मुद्दा पक्का बोकेर चाहिँ छरपस्टेर काम गर्छौँ तबसम्म चाहिँ दार्जिलिङ भूभागले बङ्गालको कब्जाबाट उम्कन चाहिँ धेरै साह्रो पर्छ। यो हामीले अनुभव गरिसकेको कुराहरू अनि यहाँनिर धेरै तिता मिठा कुराहरू पनि भयो धेरै राम्रो कुराहरू भयो।
अनि यो टिस्टाको जुन चाहिँ बाढ पीडितको लागि एक प्रकारको हानथाप भइरहेको छ केन्द्र र राज्य सरकारको। उसले पैसा दिएन, हामीले पैसा दिनेवाला थियौँ तर केन्द्र सरकारको कारणबाट भएन भन्ने कुराहरू आइरहेको हुँदाखेरि यसमा चाहिँ राष्ट्रिय नहोस् भन्ने पनि हामी अब धेरै कुराहरू छ। मुद्दाबारेमा भन्दिनँ, किन धेरै अगाडि वर्षदेखि नै सिक्किम दार्जिलिङ एकीकरण बारेमा चाहिँ मैले भन्दै आएको। यसको लिगालिटिज, यसको टेक्निकल कुराहरू पनि अब है हामीले बोलिरहेका छौँ। यो सबै कुरामा हामीले भनेर फेरि पनि तपाईँहरूको समय लिनु छैन। अनि आज जति पनि हाम्रा युवा भाइहरू जेनजेका भाइहरू आइदिनु भयो, हाम्रो कुराहरू धैर्यपूर्वक सुनिदिनु भयो अनि हाम्रो लागि हाम्रो कुराहरू प्रत्यक्ष प्रसारण गरेर सबै उहाँहरूको आफ्नो भ्युअर्सहरूसम्म पुर्याइदिने सबै च्यानलका दाजुभाइहरू हामी सँगसँगै उहाँहरू बिहानदेखि हाम्रो कुराहरू उहाँहरूले जनता समक्ष अगाडि पुर्याइदिन बहुत आज पनि कष्ट गरिदिनु भयो। यो गर्मीमा उहाँलाई धन्यवाद दिँदै हाम्रो कुराहरू सुनिदिनु भएकोमा तपाईँसँग फेरि पनि भेट्ने अभिलाषा बोकेर म बिदा लिन चाहन्छु। धन्यवाद। र हामी आजको यस कार्यक्रमको अन्तिम आइसकेका छौँ र हजुरहरूले बुझ्नुभयो उन्मुक्ति किन चाहिएको छ हामीलाई। उन्मुक्ति